र अहिले हामी सबैजना खोला तर्ने क्रममा छौँ हैन कसैले तर्न नसक्ने कसै तर्न सक्नेहरू पनि हुन्छ नि त अनि त्यही भएर सबैलाई तराएर म चाहिँ लास्टमा तर्ने हो क्या किनभने तर्न सक्नेलाई त मैले बोक्नु पर्ने हुन्छ तार्नु पर्ने हुन्छ त्यही भएर चाहिँ मेरो झोला सबै मैलो भएछ है बिस्तारै 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 लड्न सकिन्छ बिस्तारै यस्तो पानीभित्र हिँड्नु कम्ती मजा छ अझ म त डुब्दै डुब्दै जानु मन लाग्छ आओ आओ त्यसलाई त मैले बल्ल चारेको होइन हो नि है आओ भाइ तिम्रो परिचय पाउन न हो के नाम भन त मम्मी मम्मी हो मम्मीले अब अलिकति हामीलाई खाजा निकालिदिनुहुन्छ अरे होइन यङ्गेस्ट ग्याङ्गस्टर अब सायद हामी पनि हेलो नमस्ते सेवारो एन्ड वेलकम ब्याक टु अगेन माई युट्युब च्यानल एन्ड डेली भ्लग्स सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन र आज चाहिँ हामीहरू अब धेरै फ्यामिली परिवार मिलेर चाहिँ घर जाँदैछौँ अनि यहाँ मेरो भाइ अगाडि ड्राइभर भाइ कार कतिमा लियो सनम मङ्गोलियन साइकललाई नै आज होली 48 लाख पर्छ अरे भन्छ हो र यता हजुर जुनमा पनि किन न म त जुन पनि खाइदिन्छु र अगाडि यहाँ दिदीहरू यहाँ मेरो बुढी चाहिँ अब चिप्सहरू यहाँ किन्ने अरे सायद मम्मी पापालाई लगिदिने अरे दिपेश हजुर के छ यता हेर न यार यस्तो हेलो भनिदेऊ न गुड मर्निङ भन अब गुड आफ्टरनुन भइसकेको छ एन्ड र आज चाहिँ लङ टाइम पछाडि चाहिँ हामी घर जाँदैछौँ होइन घर नगएको पनि निकै धेरै भइसकेको छ अनि आज चाहिँ हामी सबै धेरैजना भएपछि चाहिँ हामीले यहाँ भाइलाई सम्झेर भाइलाई बोलाएको छौँ अनि आज हामीलाई भाइले एकदम खतरा तरिकाले घर पुऱ्याउँछ होइन भाइ होइन सनम ल अहिले चाहिँ हामी यहाँ गणतन्त्र चोकमा छौँ ठ्याक्क यहाँ हाम्रो सुमित्रा स्टोर यहाँ सुमित्रा सीता नानाकोमा चाहिँ अब हामी यहाँ चिसोहरू किन्ने अरे अनि यहाँ चिप्सहरू कुरमुरेहरू घरामहरू के किन्ने हो होइन अनि त्यही हो गाइस आज चाहिँ तपाईँहरूलाई म इन्जोय दिन चाहन्छु किनभनेदेखि आज घरमा लाग्छ मलाई आयो है सो एकदमै रमाइलो हुन्छ होला किनभने अब पर माइला भाइ पनि छ उसलाई पनि हामीले लिएर जान्छौँ र घरमा केही काम छ भने काम गर्छौँ नत्र भएदेखि आज घुम्ने हो खाने हो घुम्ने भन्दा पनि घरमा केही रमाइलो काम गर्छौँ सो सबैजना आउनु होला भित्र बस्नु होला है हेलो हेलो गाइज के पैसा यो के हो यो ल ल ल दिपेश तिमी अगाडि बसेको छौ सोल्टीलाई भाइ बाटो देखाउने है यताउति ल कता कता हिँड्ने लोकेसन र अब भने चाहिँ हामीले सिधै कसै सकाएँ तिम्रो चार्ज यार मैले सिधै अब हामी भाइलाई लिन्छौँ अनि त्यस पछाडि घर जान्छौँ लेट्स गाइज अब हामी अहिले फिलिङबाट जाँदै नै छौँ बाटोमै छौँ भाइ फोनमा बोल्दैछ के को डिल गर्दैछ यार होइन यता हेर्नु न र तपाईँहरूलाई चाहिँ कतिपय मान्छेलाई यहाँनिर फिल्ममा एकदम स्पेसियल चटपटे पाउने ठाउँ थाहा छैन होला होइन खतरा चटपटे पाउने ठाउँ चाहिँ यहाँ हो क्या फेरि भाउजू के छ पसलको नाम भनिदिनु त निरु पसल तर स्टार्टिङ हो सो तपाईँहरू सबैजना यहाँ चटपटे खानु आउनु होला होइन खतरा चटपटे बनाउनुहुन्छ यहाँ भाउजूले चाहिँ तर अब यहाँ फिल्मको धेरै मान्छेलाई थाहा छैन यदि तपाईँहरूलाई गर्मी लाग्छ त्यस्तै पिरो मुड फ्रेस गर्न मन लाग्छ भने यहाँ आउनु होला सो एकदमै धेरै मिठो अनि धेरै चटपटे दिनुहुन्छ न भाउजू के भयो दिइहाल न कहाँ छ खै कार आज रिजर्भ गरेर ल्याएको के भयो तिमीलाई आइहाल छिटो आऊ न आउनु चाहिँ ढिलो भइसक्यो यार हड्डी मात्रै छ त होइन के मुर्खुरा छ हड्डी के हो त्यो फाइनली हामी घर आइपुगिसकेको छौँ होइन अनि यहाँ भाइ भाइ तिम्रो परिचय पाउन न हो के नाम भन त एन्ड मेरो पार्टनरहरू भाइहरू यति धेरै छ है सो अब हामी भने चाहिँ अब खेतमा काम गरेर जान लागेको छौँ
यहाँनिर यता पनि हाम्रो टोलीहरू हो, यता पनि हो, यता पनि सबैजना कहाँ छ मम्मीले चाहिँ अब अलिकति यहाँ छ्याङ मम्मी हो मम्मीले अब यहाँ अलिकति हामीलाई खाजा निकालिदिनुहुन्छ अरे होइन अनि हामी बोतलमा भरेर खान्न खाऊ अस्ति मम्मी पात दिएको हो नि त भ्लगमा यङ्गेस्ट अब सायद हामी पनि ऊ के भन्छ कहाँको सम्धि के सम्धि भयो काभ्रे सम्धि भरे डान्स एउटा हान्नुपर्छ ल काभ्रेले सम्धि सङ्गम भरे काभ्रेले सम्धि भरे एउटा कडा खालको हान्नुपर्छ त्यो हान न त्यो लाउनु छैन हौ हेर त के हुँदैन त्यसले त्यति के हुँदैन के हुन्न खेतमा काम गर्ने हो नि त यो सबै लगेर जाने तल लगेर जाऊ होइन म यति जान्छु गाली हान्ने आउने भइगयो म नि यतिकै हिँड्न लागेको यस्तैमै चट्टसँगले ल सब सेन्टरमा आएछ मेरो त सेन्टरै छैन ल हजुर छैन सिसी क्यामेरा मैले अफ गरेको छु अबे तिमी त तर झापा भन्दा त हाम्रो नेपालै ठिक छ भने जस्तो होइन तिमी त नेपाली जस्तो देखेछ सानै छ खेत सानै छ बारी सानै छ जहान तर तिम्रो सर्ट र यो टोपी चाहिँ ठ्याक्कै कलर मिलेछ तिम्रो कसम भनेको आम्मामा सही बब्बा राइट माइला बल गर फाइनली हाम्रो टोली भनेको यतिखेर खेततिर बढिसकेको छ है यहाँनिर मेरो सानो भाइहरू यस्तो दरा छ नि दरा नम्बर 1 दरा नम्बर 2 मा को पर्छ हेरौँ त आली भित्ता काट्ने कामहरू धमाधम भएको छ अनि सो अब हामी पनि गएर चाहिँ यस्तो काम गर्नुपर्ने हुन्छ है अब मेलोले भ्याउँदैन होला सायद भ्याउँदैन दिपेश होइन भ्याउँदैन काम धेरै छ फिल्ममा बसेर खाएको सबै निकाल्नु पर्ने छ यहाँनिर आज है हे गाइज सो अहिले चाहिँ हामीहरू आँपको फेदमा छौँ होइन यहाँ हेर्नु न बाँदरको बच्चाहरू के खाएको भुइँभरि हेर्नु न आँप झरेर यो चाहिँ सुपारी आँप हो होइन अनि यहाँनिर टिपेर बिदिम बजार लाने अरे भनेर टिपेको रुजा भयो ल हेर्नु न के टिपेको दिपा रुख हेर्नु कत्रो ठुलो छ यो चाहिँ अघि हनुमानजीले झार्नु भएको है यो चाहिँ आँपै ल कसले झार्नु भएको अरे आमा दिपेश नाङ्गुते सबै नाङ्गुते हामी किनभने भर्खर पौडी खेलेर आएको नि त अनि स्विमिङ अनि उपारि हेरौँ न खेत पापा एक्लै जोत्दै हुनुहुन्छ त्यहाँ पारिपट्टि अनि अब हामीले गएर आली लाउनु बाँकी नै छ पापा कहाँ जोत्दै हुन्छ यहाँनिर क्यामेरा राम्रो छ र फेरि सबै कुरा देखिन्छ खै हो तिम्रो सिक्स प्याक हेरिदिनु अरे गाइस है उसको चाहिँ र अब छ होस् न ढुङ्गा नानु र अब हामी बिस्तारै जान्छौँ है पारी गएर अलिकति काम बाँकी छ हामीलाई फिल्म जानु पनि धेरै ढिलो भइसक्यो ढुङ्गा नआन माइला देवी थान पो त यहाँ उयो मासु हामी यो उयो पूजा गर्छौँ क्या यहाँनिर त्रिशाली अर्को भाइ चाहिँ कहाँ गयो हाम्रो ग्रुपको अर्को भाइ किन नआएको पौडी खेल्नु तिमीलाई पनि जबरजस्ती हो नभन हामीलाई थाहा नआएको त त्यो मासु खाएर अर्कै के हो मासु खाएर होइन आँप खाएको अर्कैमा धेरै आँप खाँदिनँ दाँत कुडिन्छ क्या त्यही भएर उयो हान्नु अर्कोले के गर्दैछ के गरेको हेर न जम्ला पर दिदी फेरि उपर हो जङ्गलतिर के खोजेको नि दिपा भुते लाला उतै के अब बेलुका गएर खाने हो कोदो बब्बाल खाने हो है ल अब हामी आँप सब टिप्छौँ त्यस पछाडि फेरि कामतर्फ लाग्छौँ ढिलो भइसक्यो आओ दुई सालहरू खोला तर्न नसकेको अवस्था दिपेशलाई त मैले बल्ल चारेको होइन हो नि है आओ माथि दुईजना टोलीहरू माथि जाँदैछन्
ल खेतमा काम धेरै बाँकी छ यार अझै हामी चाहिँ काम गर्ने क्रममा पानी पर्यो एक्कासी अनि त्यही भएर अहिले हामी घर आएको छौँ है यो तल हाम्रो मकैबारी मकैहरू मजाले पाकेको छ सुकिसक्ने बेला भइसकेछ पोलेर खानुपर्ने गलेर हैरानी खुट्टेहरू पनि बिजोग भइरहेछ आज लङ टाइम पछाडि यसरी इलाममा काम गरेको हैन यस्तो भइरहेछ दिनेश हेर्न गलेर बिचरा मेरो भाइ थकाइ लागेछ बिचरा कति गले है बित्थामा आएछ लागेछ होला हैन आँखा रातो रातो छैन तर पौडी पनि जोड तिमी काम गरेर भन्दा पनि पौडी खेलेर गलेको है त्यही हो छुट्टै पसन्द